फाइनली म चाहिँ माइजूको घरमा आइसकेको थिएँ होइन। फेरि त्यही सन्दर्भमा त्यो खानेपानीमा हाम्रो प्रदूषण भइरहेछ, वातावरण प्रदूषण भइरहेछ त्यो पिकनिक स्पोटको कारणले गर्दा होइन। सबै मान्छे चिन्तित छन्, त्यसैले गर्दा माइजूको घरमा आएछु माइजूसित के राय सल्लाह लिनु भनेर। ल माइजू के भन्नु चाहन्छ त्यो पिकनिक स्पोटका बारेमा, के भन्न त भन पुइ। म के भनौँ, म त ना भन्ला रे फोहोर चाहिँ गरौँ भन्ला रे, म के भनौँ। ना त्यो फोहोर गर्दा अब खाने मान्छे आइगयो त फोहोर गर न भयो, या त बन्द हुनु पर्यो या त समितिले त्यसलाई हामीले भने समितिले भन्नु पर्यो। तब समितिमै मुई भन्ने भए तमले मलाई भन्नु पर्ने भयो। ल भन त के भन्नु चाहन्छौ, बन्द हुने तर्खरमै छ कि के छ, के भनौ त्यो पिकनिक के नजान्नु भन्छ हेर। नै भन्न त चाहना तर यिनी के प्रब्लम होला होइन, केही छैन तर केही नै थिएन क्या। अब तपाईँ डर मान्नु लाग्यो हो नै गयो क्या सोसियल मिडिया भान्छ यहाँको हो होइन। तपाईँलाई कसैले के भन्यो भने म उयो यहाँ घाँटी काटिदिउँ ल कसम भन्दै लाग्यो। म के भनौँ समितिले चिन्न अब त मलाई चिन्न अब त समितिले गर्नु पर्छ। समिति केही नै गरौँ ल, समितिले गरिदियो 1 दिनसम्म केही नै गरिदियो भनेँ मुई त। ल तपाईँ होइन माइजू आफ्नो माइजू तपाईँ आयो म घरलाई हो नि। ल ठिक छ केही नथिन। अब तपाईँले भनिहाल्यो आफ्नो सुझाव दिइहाल्यो, तब त म भोइस रेकर्ड यताउता गरेर एडिट गरेर तपाईँ ट्याक्क मिलाइपट्टि राखिदिउँ ल। केही नथिन। अब बाँकी केही प्रब्लम त नै थिइन ल। अब खासमा के भने त्यहाँ खानेपानीमा मासु हासु हाल्नु बस्यो, तँ त्यो पानी खाना कि नै रोटीला भयो नयाँ दिनु हो त खानु। तँ त्यो खाना पानी नै हेर पि त्यहाँ नि मासुको हड्डी हालिदिन्छ, खुट्टा धोइदिन्छ, तँलाई निको लाग्यो ल पि खानेपानीमा फोहोर गरेको होला हो। तपाईँ त बन्द हुनु पर्यो त्यो पिकनिक स्पोट भन्नमै हो पि। तम्रो के सल्लाह छ त्यहाँ बन्द भयो निको पो हाम्रो लेखा त बन्द भयो निको। अब पछि के मिलेको थियो पिकनिक स्पोटले हामीलाई केही सेवा सुविधा रोजगारी दिएछ भने त मिलेको छ झिका फोहोर खानु पर्यो ल भयो यति त भन्नु थियो बे खालि माइजूले। ल बे गाइज ल मैले निकालिहालेँ कोरेडी काटी। ल ठिक छ पछा फेसबुकमा एडिट गरेर हाल ल माइजूको साथ सपोर्ट के लेखा धन्यवाद भन्नु चाहनु माइजू यसै सपोर्ट गर्दै रह्या भान्जाले गएर हाल्छ पिकनिक स्पोट केही न केही ल।